म आज यस मञ्चमा उभिरहँदाखेरि सन् 2003 लाई सम्झन चाहन्छु। सन् 2003 यानी विक्रम सम्वत 2060 मा नेपालमा गृहयुद्ध चलिराखेको थियो। हामी विदेशमा बस्ने नेपालीहरू जम्मा 4-5 लाख जति मात्रै थियौँ होला। र नेपालको असजिलो अवस्थामा विदेशमा बस्ने नेपालीहरूले एकजुट भएर नेपालको समृद्धिको लागि जुट्न पर्छ भनेर त्यस्तो असजिलो अवस्थामा पहिलो पटक गैर-आवासीय नेपालीहरू एक भएर नेपालमा पहिलो अधिवेशन गरिएको थियो। आज 22 वर्षपछि इतिहास लगभग दोहोरिन खोजेको छ। नेपाल फेरि त्यस्तै अप्ठ्यारो अवस्थामा गुज्रिरहेको छ। नेपालको यो अप्ठ्यारो अवस्थामा गुज्रिरहँदाखेरि 80 लाख विदेशमा बस्ने नेपालीहरू फेरि हामी पनि त्यहाँ विभाजित भयौँ भने हामीले नेपाललाई योगदान दिन सक्दैनौँ। नेपाल समृद्ध बनाउनको लागि नेपालमा भएको जुनसुकै अवस्थामा पनि यसको चाहिँ सरल निकासको लागि हामी एक हुनुपर्छ भनेर आज हामी यहाँ उपस्थित भएका छौँ। यो उपस्थित हुनुको सबभन्दा मुख्य महत्त्व, यसको सबभन्दा ठुलो एम नै 80 लाख विदेशमा बस्ने नेपालीहरू हामी पेसा व्यवसाय विभिन्न कारणले गर्दाखेरि विदेशमा गएका थियौँ। तर यी सबै नेपालीहरूलाई नेपालको समृद्धिको लागि भनेर स्थापना गरेको गैर-आवासीय नेपाली सङ्घको 22 वर्षको इतिहासमा यो विभाजन भइसकेको थियो। आज हामी यो विभाजन भएको गैर-आवासीय नेपाली सङ्घलाई दीर्घकालीन एकतामा ल्याउनको लागि यहाँ उपस्थित भइरहेको छ। यो दीर्घकालीन एकताको अनावरण भइसकेको छ। यो अनावरण कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले महत्त्व दिएर उपस्थित हुनुभएको छ। आफ्नो कार्यकक्ष यहाँ हामीलाई प्रोभाइड गरिदिनु भएको छ। यो सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थिति, माननीय मन्त्रीज्यूको उपस्थिति र यहाँ देशको सर्वोच्च निकाय भएको ठाउँमा आएर हामीले उहाँको रोभरमा गरेको हस्ताक्षरको महत्त्व असाध्यै ठुलो छ। यो भनेको संसारभरि रहेका नेपालीहरूको अगाडि हामीले प्रतिबद्धता गरेका हौँ। यो भनेको नेपाल सरकार र नेपालीहरूको अगाडि हामीले प्रतिबद्धता गरेका हौँ। त्यसकारणले म यो प्रतिबद्धताको ल्याउनको लागि सहयोग गर्ने, हामीलाई गजगजाउने 80 लाख गैर-आवासीय नेपालीहरू, 90 भन्दा बढी राष्ट्रिय समन्वय परिषदका अध्यक्षज्यूहरू, सम्पूर्ण कार्य समितिहरू, त्यस्तै गरेर हाम्रा अग्रजहरूदेखि लिएर सबैलाई हार्दिक नमन गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। यहाँहरूको कारणले गर्दा, यहाँले गजगजाउनु भएको कारणले गर्दाखेरि यो सम्भव भएको। म माननीय सञ्चार मन्त्रीज्यू जगदीश खरेललाई असाध्यै ठुलो धन्यवाद दिन चाहन्छु। उहाँकै अग्रसरताको कारणले गर्दाखेरि आजको यो कार्यक्रम सम्माननीय प्रधानमन्त्रीज्यूको अगाडि हामी कार्यक्रम गर्न सफल भएका छौँ। उहाँको अग्रसरताको लागि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। साथीहरू, साँच्चै नै हामी 4 वर्ष अल्मलिएको थियौँ। हामी संस्थामा ठुलो मतान्तर थियो। त्यो ठुलो मतान्तरको कारणले गर्दाखेरि, अल्मलिएको कारणले गर्दाखेरि हामी बिचमा विमेल थियो, संस्था फुटेको थियो। व्यक्तिगत रूपमा मलाई भन्नुहुन्छ भने वास्तवमा संस्था फुटेको चाहिँ थिएन। हामी गैर-आवासीय नेपालीहरू नै भनेर अगाडि गइरहेका थियौँ। हाम्रो सोच र काम गर्ने शैली अलि फरक भएको थियो। यो फरक सोच र काम गर्ने शैली फरक हुँदा हामी फरक बाटोमा त जाने होइन भनेर 11औं अधिवेशनबाट हामी आएको टिम र 71 महाधिवेशनबाट आएको महेश श्रेष्ठज्यूको टिम हामी निर्वाचित भएर आएदेखि नै यसमा बहुत सचेत थियौँ। यसरी फरक शैली र फरक सोचबाट अगाडि गएको टिमलाई एकै ठाउँमा ल्याउनको लागि वास्तवमा एकदमै ठुलो गाह्रो थियो। यसमा सबभन्दा ठुलो आवश्यकता विश्वासको आवश्यकता थियो। म मेरा सहकर्मी महेश श्रेष्ठज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। हामीले एउटा ठुलो दुईटा टिमको बिचमा विश्वासको वातावरण ल्याउनको लागि आफ्नो क्षेत्रमा धेरै मेहनत गर्यौँ। यसमा धेरै साथीहरूले पनि योगदान दिनुभएको छ र यो विश्वासको सबभन्दा ठुलो कुरो विश्वास हामी बिचमा बनेको छ र यसको लागि म फेरि पनि महेश श्रेष्ठज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अब यसपछिको के हो त हाम्रो रोडम्याप, यो पनि मैले भन्न चाहन्छु। अब छिट्टै 3-4 महिनामै हामीले एकताको महाधिवेशन गर्छौँ। संसारभरि छुटेर रहेका नेपालीहरूलाई एकजुट गर्नको लागि, एकताको महाधिवेशन गर्नको लागि गर्नुपर्ने सहमतिहरू हामीले पहिल्यै फिक्स गरिसकेका छौँ। हामीले कमसेकम अन्डरस्ट्यान्डिङ गरिसकेका छौँ कि 2-3 महिनामा अब सबै साथीहरू एक ठाउँमा भएर हामी अधिवेशन गर्छौँ भनेर यो
हामीले अनुसरण गरिसकेका छौँ। त्यसपछि भनेको कमसेकम चाहिँ राजनीतिक कोण विभाजनले अब संस्था चाहिँ पछि धेरै अगाडिसम्म विभाजन नहुने गरी कानुनमा नै यो व्यवस्था गर्नुपर्ने मैले आवश्यकता देखेको छु। राजनीतिक कोडबाट चाहिँ गैर-आवासीय नेपालीहरू कहिले पनि विभाजित हुन सक्दैन। यो भयो भने हाम्रो लागि घाटा छ, देशको लागि घाटा छ र अभियानको लागि घाटा छ। त्यसकारणले साथीहरू, अब विदेशमा यो 1990 पछि आजसम्म दिनमा आइपुग्दाखेरि विदेशमा सङ्ग्रहित भएका हाम्रा बौद्धिक क्षमताहरू, व्यावसायिक क्षमताहरू, हाम्रा वित्तीय क्षमताहरू देशले प्रयोग गर्न पाएको छैन। यो प्रयोग गर्नको लागि हामीले कार्यनीति र योजना नेपाल सरकारसँग सँगै बनाउनुपर्छ। यसो मैले भनिरहँदाखेरि साथीहरू, सन् 2000 विक्रमसम्म 2072 मा संविधानले हामीलाई प्रदत्त गरेको गैर-आवासीय नेपाली नागरिकताको अधिकार अनुसार हामीले नागरिकता त पाएका छौँ, तर त्यो नागरिकता चलेको छैन। त्यो गैर-आवासीय नेपालीहरूको लागि मात्रै होइन, नेपाल सरकारको लागि त्यो ठुलो च्यालेन्ज हो। आफूले दिएको कागज आफ्नै देशमा चल्दैन। हामीले जग्गा जमिन पास गर्न पाएका छैनौँ, हामीले आर्थिक कारोबारहरू गर्न पाएका छैनौँ। यो हाम्रो व्यक्तिगत कुरा हो, तर सरकारको लागि यो ठुलो च्यालेन्ज छ। मैले यो गुनासो गरेको होइन। यो च्यालेन्जले चाहिँ अब सरकारले यसले हेर्नुपर्छ भन्ने मेरो आग्रह छ। त्यस्तै गरी विदेशमा रहेका नेपालीहरूको जिडिपी नेपालभित्र बस्ने नेपालीहरूको भन्दा बढी छ। हामीले 2005बाट $100 मिलियन को संयुक्त एउटा कोष ल्याउँ भनेर एनआरएन नेपाल डेभलपमेन्ट फन्ड खडा गरेको 5 वर्ष भइसक्यो। कानुन होइन, सानो सानो हामीले निर्देशिका पनि परिवर्तन गर्न सकेका छैनौँ। यो सानातिना निर्देशिकाहरू परिवर्तन गरेर कमसेकम यो संयुक्त लगानीको वातावरण अब छिट्टै बन्छ भन्नेमा म यहाँ सम्माननीय प्रधानमन्त्रीको अगाडि आएर बोलिरहँदाखेरि विश्वस्त छु। आज महिनाको 2 खरबभन्दा बढी पैसा वैदेशिक रोजगारबाट आइरहेको छ। त्यो 2 खरब पैसा मात्रै आएको छैन, दिनको 5-7 वटा सब पनि आइरहेको छ। हामीले त्यो पीडा देखिरहेका छौँ। वैदेशिक रोजगारमा जाने साथीहरूले यहाँ जति हामीले जाने बुझेका मान्छेले जस्तो आवाज उठाउन सक्दैनन्। उनीहरूको आवाज सुनिँदैन। उनीहरूको आवाज भन्ने र सुन्ने ठाउँ र सुनाउने संस्था गैर-आवासीय नेपाली सङ्घ हो। त्यसकारणले पनि यो विषयमा पनि हामी सजग भएर नेपाल सरकारलाई आवश्यक कानुनहरू वैदेशिक रोजगारमा गएका साथीहरूलाई चाहिँ बनाउनु पर्छ भन्ने मेरो निवेदन छ। नेपाललाई आज विश्वले हेरिरहेको छ। नेपालको यो पछिल्लो परिवर्तन हामी सबैको लागि, गैर-आवासीय नेपालीहरूको लागि पनि, नेपालमा बस्ने र सबै नेपालीहरूको लागि यो च्यालेन्जिङ समय छ। वास्तवमा यो देशको मूल्य र मान्यतालाई फेरि पुनर्निर्माण गर्ने, पुनर्विचार गर्ने यो ऐतिहासिक महत्त्व छ। यो ऐतिहासिक महत्त्वमा नेपालभित्र रहने नेपालीहरू त छँदैछन्। आज विदेशमा नेपाली नागरिकता बोकेर बसेका नेपालीहरूले पनि यो नेपालको नयाँ मूल्य र मान्यता बनाउनको लागि जुन नेपाल सरकारले निर्वाचन घोषणा गरेको छ त्यसमा मतदानको अधिकार पाउनुपर्छ। र नेपाल सरकारले अहिले लिएको इनिसिएसनलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। र यो मतदानको अधिकार दिनको लागि गैर-आवासीय नेपाली सङ्घले गर्नुपर्ने गृह कार्य र यदि चाहिन्छ भने आवश्यक सबै तयारी र जिम्मेवारी गैर-आवासीय नेपाली सङ्घ लिन सक्छ, चाहन्छ भन्ने कुरो पनि म सम्माननीय प्रधानमन्त्रीज्यूको अगाडि भन्न चाहन्छु। साथीहरू, म अन्तमा यो एकता भनेको अठोट हो। एकता भनेको विश्वास हो। यो अठोट विश्वास हामीले गैर-आवासीय नेपाली अभियान भएका व्यक्तिहरूलाई मात्रै होइन, सम्पूर्ण 80 लाख नेपालीहरूको लागि गरेका छौँ। र आजको यो एकता हामीले सबै साथीहरूको लागि सम्मान दिएर यो अभियानमा लाग्नेहरू हजारौँ व्यक्तिहरू हुनुहुन्छ, सबैलाई सम्मान दिएर एकतामा आउनको लागि फेरि पनि आह्वान गर्छु। यति भन्दै यो कार्यक्रममा उपस्थित हुनुभएका र यो कार्यक्रम बनाउनको लागि, यो एकताको कार्यक्रम आयोजना गर्नको लागि सम्पूर्ण साथीहरूले जुन योगदान दिनुभएको छ उहाँहरूलाई धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद, नमस्कार।